हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज भोलि म गाउँतिरै छु अनि यो चाहिँ रहेको छ मेरो छ्यामाको घर भने यो चाहिँ रहेको छ ओखलढुङ्गाको रुम्जाटार अनि हामी चाहिँ छ्यामाको घर हसिनेबाट अँधेरीतिर जाँदैछौँ। नन्द मदेवर बाबु मेरो घर चाहिँ अँधेरी हो नि त, त्यही भएर जाँदैछौँ। अनि यहाँ चाहिँ रोड बढाउने काम भइरहेको रहेछ। रोड अलिक बढाएको साथसाथै छेउतिर गाह्रो लाउँदै हुँदो रहेछ। धेरै प्रगति भइरहेको छ हाम्रो गाउँमा, सधैँ यसरी नै प्रगति भएको देख्न पाऊँ। अनि यो चाहिँ रहेछ साथीहरू अँधेरी गाउँ, एकदम राम्रो छ हाम्रो गाउँ चाहिँ। अनि यहाँ चाहिँ म नन्दलाई जिस्काउँदै हिँडिरहेको छु है। घामले पनि पोलिरहेको थियो, पुरा घाम लागिरहेको थियो नि त, अनि त्यही भएर नन्दलाई कसैले बोकाउँदै अनि मैले पनि कसैले बोकेको चाहिँ साथीहरू फेरि नन्दलाई मात्रै बोकाउनु भयो भन्नु होला। मैले पनि बोकेर यसो हिँड्दैछु। अनि देवर चाहिँ पर गएर शीतलमा बसिराख्नु भएको रहेछ, बिचरा गर्नु भयो र यस्तो घाममा। हामी चाहिँ लखर 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 हिँड्दैछौँ साथीहरू। हामीले गन्थन गर्दा दुईजना नन्द भाउजू। अनि साथीहरू यो चाहिँ हाम्रो कान्छा मामाको घर हो है। अनि यो माथिको चाहिँ जेठा मामाको घर हो, जेठा मामाको घर। अनि त्यही भएर भाउजू चाहिँ यसो छायाको भिडियो गर्दै हिँड्दैछौँ। साथीहरू हिँड्दा हिँड्दै गरेर हामी मामाको घर पनि आइपुग्यौँ। चाहिँ जेठा मामाको घर पनि यहाँ चाहिँ माइजू काम गर्दै हुनुहुन्छ। अनि यसै गरी हामी कान्छा मामाको पनि घर आइपुग्यौँ। अनि उहाँ चाहिँ हो हाम्रो छ्यामा। अनि छ्यामाले चाहिँ कुखुराको फर्म खोल्नु भएको रहेछ। अनि हामी चाहिँ कुखुराको फर्मतिर पनि लाग्यौँ। अनि देख्न सक्नुहुन्छ कुखुराहरू। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो साइल अङ्कल। अनि यहाँ चाहिँ साइल अङ्कलको कुखुरा। यसै गरी हामी आलडाँडा आइपुग्यौँ साथीहरू। अनि आलडाँडामा चाहिँ ठुलो परको बोट छ अनि ठुलो हाल पनि छ। अनि यसै गरी यो चाहिँ हाम्रो कान्छा काकाको घर हो भने अब चाहिँ हामी चाहिँ हाम्रो घरतिर लाग्यौँ। र साथीहरू हाम्रो घर पनि आइपुग्यो है। अनि हाम्रो बुवा चाहिँ पानी थाप्दै हुँदो रहेछ। ल साथीहरू हाम्रो घर पनि आइपुग्यो। आजलाई यति नै, बाई बाई।